माथिल्लो घरका हजुरबा कसका मात्रै बाउ। यो व्यङ्ग्यात्मक विश्लेषण हो, तपाईले सुन्न सक्नुहुन्छ। अब सन्तानले डाँडा काँडा ढाकोस् भनेर आशीर्वाद थाप्ने जमानाका मान्छे भएर पनि हजुरबाका जम्मा 5 सन्तान, 3 छोरा 2 छोरी। छोराहरूलाई पढे लेखेकी बुहारीले पत्याए अनि छोरीहरूलाई पनि पढे लेखेकै ज्वाइँ परे भनेर हजुरबा त्यसै मक्ख छन्। तर माथिल्लो घरका हजुरबालाई सधैँ एउटा चिन्ताले पिरोलिरहन्छ, त्यो हो आफू कसको मात्रै बाउ। यसले पनि बा भन्छन्, उसले पनि बा भन्छ। बाउ भन्नुपर्नेले पनि बा भन्छ, बाउ भन्न नपर्नेले पनि बा नै भन्छ। पहिले छोराछोरीले मात्र बा भन्थे, आफ्ना 5 सन्तानले त बा भन्ने नै भए। बुढा पहिले आफ्ना 5 सन्तानका मात्रै बा। सबै छोराछोरीको बिहे भयो, त्यसपछि बुढालाई बा भन्नेहरूको ताती लाग्न थाल्यो। छोरीलाई लाने ज्वाइँले पनि बा नै भनेर बोलाउन थाले। छोराले ल्याएका बुहारीहरूले पनि बा नै भनेर ढोग्न थाले। ज्वाइँसित गएका छोरीहरूले छोराछोरी पाए, बुहारी भित्री आएका छोराहरूका पनि छोराछोरी भए। बुढा नाति नातिनाका समेत धनी भए। नाति नातिनाका बोली फुट्न थालेपछि उनीहरूले पनि बा नै भनेर बोलाउन थाले। बाको बा र उता मावलतिर आमाको बालाई त आफूले हजुरबा हजुरआमा भनेर बोलाइन्छ। श्रीमतीको बाउलाई पनि ससुराबा भन्ने गरिन्छ अनि आफ्नो बाउलाई श्रीमतीले पनि ससुराबा भनेर बोलाउँछिन्। तर आफूलाई चाहिँ सबैले बा मात्रै भन्छन्। न नाति नातिनाले बाको अघिल्तिर हजुर जोड्छन्, न ज्वाइँ र बुहारीहरूले ससुरा भन्छन्। छोराछोरीले पनि बा, बुहारीले पनि बा, ज्वाइँले पनि बा, नाति नातिनाले पनि बा। कहिलेकाहीँ बुहारीका दिदी बहिनी र दाजुभाइ घरमा आउँछन्, उनीहरूले पनि बा नै भनेर बोलाउँछन्। अनि ज्वाइँका दाजुभाइ र दिदीबहिनीसँग पनि कहिलेकाहीँ भेट हुन्छ, उनीहरूले पनि बा नै भन्छन्। हुँदा बाटोमा भेटिएका नचिनेका मान्छेले पनि बा फलानु ठाउँमा जाने बाटो कता हो भनेर सोध्छन्। ल ठिकै छ, कहिलेकाहीँ भेट हुनेले त बुढा मान्छेलाई बा नै भनेर बोलाए रे। तर सधैँ भेट भइरहने छोरा बुहारी र नाति नातिना सबैले बा भनेर बोलाएपछि आफू कसको चाहिँ बाउ, कसको चाहिँ नबाउ भनेर बुढा अलमलमा परेका छन्। बुहारीलाई बाको अघिल्तिर ससुरा झुन्ड्याएर बोलाउन अप्ठ्यारो हुन नपर्ने हो अनि नाति नातिनालाई पनि बाको अगाडि हजुर झुन्ड्याएर हजुरबा भनेर बोलाउँदा मजै हुनुपर्ने हो। तर उनीहरूका बाउआमाले आफूलाई ड्याडी र बाबा, मम्मी र मम भन्न सिकाए अनि आफूलाई भन्नुपर्ने बा र आमा चाहिँ हजुरबा र हजुरआमातिर सारिदिए। यो सबै छोरा बुहारीकै गल्ती हो भन्ने निष्कर्ष बुढाले निकाले। तैपनि मलाई बा नभन भनेर भन्ने आँट चाहिँ बुढाले गर्न सकेका छैनन्। अरू बेला त सबैले बा भन्दा पनि त्यति फरक पर्दैन, तर चाडपर्व र काजकर्ममा घरका सबै मान्छे सँगै भएको बेलामा चाहिँ बुढालाई अप्ठ्यारो पर्छ। छोराछोरीले बा यसलाई के गर्ने भनेर सोध्न नभ्याउँदै बुहारीले भन्छन्, बा यसलाई यता राखेको छु है। उतिखेर नाति नातिना झ्याम्बिउँदै आउँछन् र गोजी छाम्दै भन्छन्, बा चक्लेट किन्ने पैसा दिनुस् न। त्यही बेला कुर्सीमा गमक्क परेर बसेको ज्वाइँले बात गर्ने मेलो सुरु गर्छ, अनि बा हजुरको प्रेसर हिजो आज कस्तो छ? अहिलेसम्म त प्रेसर ठिकै थियो, तर सबैले एकैपटक बा भनेर बोलाउन थालेपछि चाहिँ बुढाको प्रेसर बढ्न थाल्छ। किन मलाई बा भनेको भनेर सोध्न पनि नमिल्ने, अबदेखि बा नभन भनेर हप्काउन पनि नमिल्ने। जसले पनि बा भनेर बोलाउन थालेपछि बाको परिभाषा नै फेरिएको हो कि भन्ने आशंका बुढालाई लाग्यो। हत्तपत्त शब्दकोश पल्टाएर हेरे। बा भनेको बाबु, बुबा, पिता, आफूलाई जन्माउने व्यक्ति, कानुन अनुसार धर्मपुत्र राख्न पाउने व्यक्ति। यो परिभाषा अनुसार त आफूले जन्माएका 5 सन्तानले मात्रै आफूलाई बा भन्न पाउँछन्। अरूले पनि बा भन्ने हो भने उनीहरूलाई आफूले धर्मपुत्र या धर्मपुत्री राखेको हुनुपर्छ। तर न ज्वाइँ धर्मपुत्र, न बुहारी धर्मपुत्री, न नाति नातिना आफूले जन्माएको व्यक्ति। कुरा केलाउँदै खोतल्दै जाने हो भने आफूलाई बा भनेर बोलाउने सँगको नाता सम्बन्धमै अरूले पनि शङ्का गर्ने डर। त्यसैले यसमा धेरै दिमाग ख्याउनुभन्दा कसैले बा भनेर बोलाउँदा भन्नुमै ठिक लागेर माथिल्लो घरका हजुरबा अहिलेसम्म चुप नै छन्। हजुरबा मात्रै होइन, हजुरआमाको व्यथा पनि उस्तै छ। हजुरआमाको कुरा चाहिँ अर्को पटक गरौँला। हजुरबाको व्यथा तपाईँलाई पनि मिल्यो भने म भन्नुहोला।